23-24 कम्सा भइरहेको छ किचनसले 1 सेट जितेको छ भने गइरी फिनिश हो क्या हैन आया चान्स कोन चाहिँ सर्ट फाइनली हामीले चाहिँ बडो मुस्किलले जितेको अवस्था यार मैले गर्दा धन्दै हारेको यार अलिकति एक मिस्टेकले धन्दै हारेको हैन सन्जु दाइहरुलाई पनि गाइस हेलो नमस्ते एभ्रीवन आई होप सबैजना सन्चै र आरामै हुनुहुन्छ होला र म यहाँ पनि एकदम सन्चै त नभनौँ भर्खर रुगा खोकी लागेको अवस्था छ अच्छा So guys, don't forget to like and subscribe. यहाँ चाहिँ बाइक धकेला धकेल भइरह यहाँ चाहिँ अब चाहिँ हिरोको एन्ट्री हुँदैछ सुरुवातमै है स्टार्टिङमै शंकर हुँ स्टार्टिङमै ल गाइजहरु अब चाहिँ हामी चाहिँ आज चाहिँ एउटातिर मतलब कि बिरुवातिर अबे जल्दी बोल कल सुबह पनवेल निकलना बिरुवातिर बल खेल्ने अवस्थामा हामी अब जान लाग्छौँ है चारवटा बाइकमा चार बाइक हैन एउटा एकजना स्कुटर छ यो भिआर स्कुटर छ यहाँ अब चाहिँ कुनो तिमी हो बहिनी कुन हो ल गाइजहरु अब चाहिँ हामी जानुपर्ने हुन्छ अब सुसन भाइ आउँदैछ ढिलो हुन्छ अब मासी पनि आउँदैछ मासी पनि है कति स्टार्ट हानेको त्यहाँबाट त्यही जाँदा नि स्टार्ट हान्नुपर्ने यार छ्या ल गाइजहरु ल अब चाहिँ हामी चाहिँ एकछिनमा जान्छौँ है ल सबैजनालाई फेरि पनि वेलकम छ मेरो भ्लगमा हेर्दै गरौँ ल यहाँ चाहिँ गेम स्टार्ट भइसकेको छ मतलब कि अब एक गेम चाहिँ किचनासले जितेको छ भने एक गेम गैरी हार्न पुगेको छ यो चाहिँ दोस्रो सेट भर्खर सुरु बल नोक्रस त्यसको फाइदा बल हुन्छु र नम्बरको स्कोर रहेको छ 2-1 2-1 अत्यन्तै मिठो स्पाइक गर्दै नम्बर थप्न सफल किचनास नम्बरको स्कोर रहेको छ 2 बराबर हैन कस्तो अरु तीन छैन त्यो भन्दा अत्यन्तै मिठो स्पाइक गर्दै नम्बर थप्न सफल गैरी नम्बरको स्कोर रहेको छ 3-2 Look out. र आफ्नो खातामा नम्बर थप्न सफल किचनास नम्बरको स्कोर रहेको छ 3 बराबर के होला त्यसले अनि के अरे मोबाइललाई अत्यन्तै मिठो स्पाइक गर्दै नम्बर थप्न सफल गैरी र नम्बरको स्कोर रहेको छ 4-3 मेरो खाता वाला होइन यसलाई त्यो राख सुनिल भुजेलज्यू तपाईँ यस स्टेजमा सम्पर्क गरिदिनु होला छर्न सर मेरो मात्रै 1000 हुनुपर्छ त्यहाँ 1000 साला त्यो मेरो 102 छ जसको फाइदा किचनासलाई नम्बरको स्कोर रहेको छ 5 बराबर हैन बल टक्न असफल जसको फाइदा किचनासलाई नै र नम्बरको स्कोर रहेको छ 6-5 किचनास 6 गैरी 5-6-5 फेरि पनि नम्बर किचनास तर्फ नै र नम्बरको स्कोर रहेको छ 7-5
बल अत्यन्तै मिठो ब्लक गर्दै नम्बर फेरि पनि थप्न सफल गैरी फेरि पनि नम्बर गैरीतर्फ नै सेट पोइन्ट किचनसलाई चान्स बल 23-24 नम्बर स्कोर भइरहेको रहेको छ 23-24 भइरहेको छ किचनसले एक सेट जितेको छ भने गैरी फिनिस्ट हो क्या होइन आया चान्स कुन चाहिँ सर्ट हो यो यार त्यसरी नै गैरी भर्सेस किचनस बीच भएको खेलमा हार्यो आफ्नो हात पारेर किचनसले गैरी हार्यो किचनसले जित्यो है विजय गर्नु अब चाहिँ हामी चाहिँ धेरै धेरै धरादीसँग हुन्छ अरे हाम्रो गेम चाहिँ धरादीको पुरै खेलाइदिए आएको छैन नि त अनि अत्यन्तै रोचक खेल एकछिन रेस्ट गर भन्यो हामीलाई धन्यवाद दिन चाहन्छौँ ल त गाइजहरू अहिले हामी चाहिँ यता चाउचाउ र हल्का फ्रुटी खान आएको स्टामिना होइन केही जाँदा उही छ के त आइज भनेको मानेन होइन अब चाहिँ हामी चाहिँ धरादीसँग परिरहेछ गेम होइन अब धरादीको केटाहरू यहाँ आएको छ होला सायद है भन्नुपर्दा चाहिँ हामी चाहिँ अहिले चाहिँ यो नाचिरहेको कौन है ये लोग कहाँ से आते हैं त उताको गीतमा यो ओडाको यो माथिको पसलमा छु मैले चाहिँ यसको फ्रेस भएर जाम भनेको गाउँपालिका हो गाउँपालिका ल गाइजहरू अब चाहिँ हामी चाहिँ राख्छौँ है अहिले पछि भेट्नुपर्छ फेरि ल है त गाइज सो फाइनली हामीले चाहिँ बडो मुस्किलले जितेको अवस्था यार मैले गर्दा धन्दै हारेको यार अलिकति एक मिस्टेकले धन्दै हारेको होइन सन्जुकहरूलाई पनि बडो मुस्किल जित्यो होइन चेप्टेको पा फेरि नि त जे होस् होइन चेप्टे अनि चेप्टेमा हामीले निल हानिदिएको यार अहिले नि हामीले निल हान्ने गेम हो तर सकिएन जे होस् अब है अब चाहिँ जानुपर्ने हुन्छ टक्क लगाएर घरतिर लगाएर अब हाम्रो वकिल सर यही हुनुहुन्छ अब सबैजना अब केटाहरू सबै होटेलतिर लागिसक्यो हामी पनि लाग्छौँ ल आज चाहिँ खासै धेरै भएन भ्लग चाहिँ होइन अलिअलि छोटो मिथ्यो ल अब हामी चाहिँ लाग्नुपर्ने हुन्छ टक्क चाहिँ 7:30 भइसकेको छ होइन अब ढिलै भयो खाजा ढिलै भयो होइन बनाउनतिर 9-10 ढिलै भयो बनाउनको लागि सो अब चाहिँ हामी जानुपर्ने हुन्छ यता एयरफोन झोसेर बसिरहेको कान्छी मायाहरू यता सबै छन् केटाहरू यतातिर सबै छन् होइन अब चाहिँ लाग्नुपर्ने हुन्छ घरतिर धेरै ढिलो भयो अहिले चाहिँ ढिलो भइन्छ अहिले चाहिँ बिस्तारै जानुपर्ने हुन्छ धुलो लास्टै छ नि त अब एकैचोटि घर गएर एकछिन भन्छु सो गाइजहरू त्यही हो अब चाहिँ लाग्छौँ एकछिनमा गाइज म चाहिँ अहिले फाइनली घर आइसकेको छु है घर आइसकेको अवस्थामा अब यहाँ देख्न सक्नुहुन्छ यता मोमो बनाउने हाम्रो कुकमेनहरू हुनुहुन्छ दिलबहादुर थापा अझै भिडियोमा देखिनुहोस् ये बाबूराव का स्टाइल है दिलबहादुर थापा उता हुनुहुन्छ सुकुमाया ल हालो भन्दै हालो यहाँ चाहिँ यस्तो छ कतिवटा पनि सक्यो अहिलेसम्म बोले 2टा स्टिम हो भरेको ल चाहिँ अहिले म चाहिँ दबाई लिन जान लागेको एउटा थ्रो गएर मैले चाहिँ अर्को अब प्रेसरको दबाई त हो अब अर्कै दबाई भनेर मतलब कि त्यही दबाई भनेर लिएर आएको त अर्को परेछ ल अब चाहिँ म चाहिँ उता जान्छु फ्रेस भएर बसिसकेको म टक्क लागेर बसिसकेको अब चाहिँ उता जान्छु म एकछिन होइन अब एउटा दबाई लिएर आउनु छ ल एकछिन गाइजहरु चाहिँ म चाहिँ रोड क्यामेरा एक्सन भन्दै आइसकेको छु फेरि पनि ब्लगमा ल आजको ब्लग चाहिँ मैले यही गर्दछु है म खाता अगाइसकेँ म एउटा खाता अगाइसकेँ सो गाइज तपाईँलाई ब्लग कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सिनु होला डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब माई च्यानल ल फेरि पनि भेटौँ अर्को न्यू ब्लग न्यू भिडियोमा आजको लागि यति नै ब्लग कस्तो लाग्छ है आफ्नो प्रतिक्रिया दिनु होला
गाइजहरू यस्तै हो